नमस्ते सबैजनालाई। म चाहिँ भर्खर उठे भनौँ न, बेडमै छु स्टिल। क्लोजिङ सिफ्ट थियो। बिहान 2 बजेतिर रुममा आइपुगेको थिएँ। पुरा बिजी भएर होला, काम धेरै भएर होला क्या, पुरा हुन्छ नि जिउ कटकट खाएर काम नआएर कस्तो गाह्रो भएर सुतेको थिएँ। भुक्लुकै ढलेको बेलुका। अहिले त्यो जिउ दुखेकोहरू चाहिँ हल्का निको भएछ। रेस्ट नभएर पनि होला क्या, पुरै उभिएको छ कन्टिन्यू उभिएर ड्युटी गरेर होला। अहिले जिउ दुख्नु चाहिँ अलि निको भएछ। खुट्टा पुरै यो छेपारीहरू दुखिरहेको थियो। अनि अहिले सन्चो त भएको छैन, त्यो आम नट फिलिङ वेल वाला भाइब चाहिँ भइरहेछ। त्यहाँदेखि ड्युटी त जानु परिहाल्यो है। अहिले उठेर खाना पनि बनाउनु छ। कोही छैन यहाँ खाना बनाइदिने, आफै खाना बना, आफै खा, आफै ड्युटी जा है, त्यस्तो छ। सबैजना नेपालमा हुने सबैजनालाई, आफन्तहरू, बुवा मम्मी सबैजनालाई सम्झिरहेको छु। याद आइरहेछ। कहिलेकाहीँ यति धेरै मम्मी बुवाको याद आउँछ नि होइन। अनि मेरो पनि यहाँ मम्मी बुवा भइदिएको भए हुन्थ्यो। अनि कोहीले होइन हुन्छ नि तातो मिठो खानेकुरा पकाएर खानु उठ भने हुन्थ्यो जस्तो फिलिङ्स चाहिँ हुन्छ क्या गाइज। तपाईँहरूलाई पनि त्यस्तै हुन्छ होला होइन, मलाई पनि त्यस्तै हुन्छ। कस्तो नसकी भइरहेछ, तर ड्युटी जानै पर्छ। गाह्रो छ यार। लास्टै यस्तो भएपछि चाहिँ हृदय टुटेर आउँछ क्या। सक्ने हुँदा, हरेक कुराहरू हुँदा, हेल्दी हुँदा त ठिकै छ होइन। अहिले कहीँ गाह्रो परेको बेलामा, अप्ठ्यारो परेको बेलामा, कोही नहुँदा चाहिँ विदेशमा गाह्रो हुँदो रहेछ साथी हो, गाह्रो हुँदो रहेछ। सबैजनालाई सम्झिरहेको छु मैले, स्पेसली मम्मीलाई। किनभने मम्मी भनेको त हाम्रो फिलिङ्स बुझ्ने हो नि त होइन। हाम्रो अनुहार हेरेर, हाम्रो हरेक कुराहरू हेरेर उहाँले थाहा पाउनुहुन्छ त हामीलाई के भएको छ होइन। त्यही भएर